जलथल पानी खेतै भयो, यो शुभ दिनमै भेट भयो। हुन्छ, सबैलाई जय मसीह, नमस्कार, नमस्कार, के भनौँ, फ्याफुल्ला, झोरले, टासिदले, कति सबैजना आमन्त्रित मित्रहरू सबैजना संयमताका साथ भित्र आइदिनु भयो। हामी सबैजना आभारी हुने थियौँ। यो समय हाम्रो कार्यक्रम सुरु हुन गइरहेको छ। हालेलुया। कस्तो सुन्दर छ। सबैजना बस्न सक्नुहुन्छ आफ्नो ठाउँमा र प्रभुले धन्यवाद दिन्छौँ हामी, किनभने परमेश्वरको दिन सुन्दर छ। उहाँले सृष्टि गरेको प्राणी मध्ये मानिस चाहिँ सर्वश्रेष्ठ छ। त्यसकारणले परमेश्वर धन्यवाद दिन्छौँ। राजा यो विवाह कार्यक्रममा भाइ बहिनी हामी देख्छौँ अति सुन्दर छ। तपाईहरु सबैजनालाई ख्रिस्टको नाममा जय मसीह र तपाईहरु सबैजनालाई नमस्ते। अनि हामी जतिजनाहरू यहाँ पुगेछौँ, हामी सुनुवारको जतिजनाहरू आउनु भएको छ पाहुनाहरू, तपाईहरु सबैलाई हामी नमस्कार पनि भन्न चाहन्छौँ। र खुसीको दिन यो र हामी सबैजनाहरू त्यो एउटा दुःख पनि कतिजनालाई भइरहेको थियो होला, तर आजको यो समयमा यो घडीमा तपाईहरुले चाहिँ हाम्रो पुष्कल सुनवार अनि रीता देवी सुनवारको यो विवाहको अवसरमा तपाईहरु आउनु भएर ती कुराहरू पनि बिर्सिनु भएको होला। र प्रभुलाई धन्यवाद होस् कि हामी यस्तो समयमा छौँ कि आजको दिन एउटा नयाँ परिवार सुरु हुँदैछ। आमेन। आसन ग्रहणको लागि र स्वागतको लागि म भन्न चाहन्छु हाम्रो माननीय प्रतिनिधि सभाको सांसदज्यू हाम्रो श्री यज्ञराज सुनवारज्यू, उहाँलाई म आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु र उहाँलाई धेरै धेरै स्वागत गर्छौँ ताली बजाएर। र त्यस्तै गरी माननीय हाम्रो प्रदेश सभाका सदस्यज्यू हाम्रो श्री अमीर बाबु गुरुङ, यदि उहाँ हुनुहुन्छ भने अगाडि आएर आसन ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्न चाहन्छु।
र त्यस्तै गरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हाम्रो श्री किशोर अधिकारी ज्यू हुनुहुन्छ पनि, उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ र उहाँलाई आसन ग्रहण गर्न अनुरोध गर्न चाहन्छु म। र त्यस्तै गरी हाम्रो नेकपा पार्टीका सदस्यज्यू जो पूर्व माननीय सांसदज्यू हुनुहुन्थ्यो श्री हर्कबोल राई, यदि उहाँ हुनुहुन्छ भने तपाईँ अगाडि आइदिनुहोस् र हामी तपाईँलाई स्वागत गर्न चाहन्छौँ र आसन ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। र त्यस्तै गरी हाम्रो नेकपा पार्टीका सदस्य हाम्रो श्री तीर्थ सुवेदीज्यू, उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ र आसन ग्रहण गर्नको लागि हामी अनुरोध गर्न चाहन्छौँ। र त्यस्तै गरी नेकपा पार्टीका हाम्रो अर्को सदस्यज्यू हुनुहुन्छ श्री नानी बाबु बुढाथोकीज्यू, उहाँलाई पनि हामी जोरदारका साथ स्वागत गर्न चाहन्छौँ र उहाँलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। र त्यस्तै गरी हामी पुष्पलाल प्रतिष्ठानका महासचिवज्यू लोककृष्ण भट्टराई, श्री लोककृष्ण भट्टराई, उहाँलाई पनि हामी यहाँ हुनुहुन्छ भने अगाडि आएर आसन ग्रहण गरिदिनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। हुन्छ, धेरै धेरै धन्यवाद। तपाईँको बिचमा यसरी हामी स्वागत गर्न सक्यौँ, तपाईँलाई हामी न्यानो हाम्रो यो स्वागत र आसन ग्रहण गर्ने काम हामीले गर्न सक्यौँ। प्रभुलाई धन्यवाद होस् र प्रभुले तपाईँहरू सबैलाई आशिष दिउन्। जय मसीह। पास्टर विश्वासलाई जुन स्वागत कार्यक्रम गरिदिनु भएको लागि र साथै हाम्रो यो पछि आउनेहरूलाई हामी यो स्वागत कार्यक्रम जारी रहनेछौँ। जतिजना आइसक्नु भएको छ त्यसको लागि धन्यवाद छ। कोडेश्वर मण्डलीका एल्डर चुडा बहादुर खड्कालाई हामी अगाडि बढाउँदछौँ र उहाँ आएर हाम्रो प्रार्थना गरिदिनुहुनेछ। दाजु आउनुहोस्। सर्वप्रथम जिउँदो परमेश्वरलाई म धन्यवाद दिन्छु। त्यस्तै आज यस पवित्र विवाहमा पाल्नु भएको सम्पूर्ण उपस्थित पाहुना लगायत सम्पूर्ण विश्वासी टिओजी अनुग्रह मण्डलीको विश्वासी लगायत रामेछापदेखि भुटीदेखि विभिन्न ठाउँबाट पाल्नुभएका सम्पूर्ण उपस्थित विश्वासी तथा अन्य महानुभावहरूलाई जय मसीह तथा अभिवादन नमस्कार गर्न चाहन्छु र म छोटो प्रार्थना गर्न गएको छु। हामीहरू शिर झुकाउनेछौँ। जिउँदो परमेश्वर पिता, हामी यस घडी तपाईँलाई धन्यवाद दिन्छौँ। प्रभु, तपाईँको उपस्थिति यस ठाउँमा आज हामीलाई दिनुभएको छ। प्रभु, हामी धन्यवादी छौँ किनभने तपाईँले आज भाइ पुष्कल र बहिनी रिताको यो पवित्र विवाहमा यो समय दिएर उहाँहरूको विवाह कार्यक्रम जुटाइदिनु भयो। यसको लागि विशेष म धन्यवाद दिन चाहन्छु। प्रभु, आज मानिसहरूको इच्छा अनुरूप होइन, तपाईँको अनुग्रह, तपाईँको योजना र तपाईँको इच्छा अनुसार आज यी दुई जोडीलाई फेरि यो अवसर प्रदान गर्नुभएको छ। यस बिचमा उपस्थित हुन हामी यतिजना तपाईँका छोराछोरी यहाँ आउन सकेका छौँ। बिन्ती अनि प्रार्थना चढाउँछु यस तपाईँको मिठो नाममा। मण्डलीमा चाहिँ जे काम गर्छ हामी प्रार्थनाद्वारा नै हामी अगाडि बढाउँछौँ। त्यस कारणले प्रार्थना नगरिकन हामी केही काम पनि गर्न सक्दैनौँ। अनि हामी हिँड्दा होस्, खाँदा होस्, हाम्रो जुनै कार्यमा पनि प्रार्थना चाहिँ हाम्रो अति आवश्यकता छ हाम्रो इसाईको लागि। त्यस कारणले दाजुले हामीलाई अगुवाई गरिदिनु भएको लागि उहाँलाई धन्यवाद दिन्छौँ। र एउटा कोरस गाउनेछौँ र हामी सिधै बाइबल पाठतिर पनि लाग्नेछौँ। सूर्योदयदेखि हालेलुया, सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ। सूर्योदयदेखि हालेलुया, सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ। सबैलाई जय मसीह। अनि आउनुहुने सबै आगन्तुक पाहुनाहरूलाई नमस्ते। म बाइबलको खण्ड एफएसी 5को 22देखि 33 पद पढ्न गइरहेको छु। यहाँ चाहिँ शीर्षकमा भनिएको छ पति पत्नी बीचको अति भनेर। 22 एफएसी 5को 22मा यस्तो लेखिएको छ, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस, किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन ख्रीष्ट उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। 28 त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीलाई आफ्नै शरीरलाई चाहिँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
जुन यो महत्त्वपूर्ण आजको बिहे कार्य जति यो मण्डलीभित्र हामी प्रवेश गरेका छौँ आइसकेका छौँ जुन आजको मुख्य हाम्रो विवाह कार्यका लागि र जुन आज हामी प्रार्थना गर्छौँ दुध रूपी वचन यो महत्त्वपूर्ण छ। गीत गाउनमा सहायता गर्ने भाइ बहिनी अहिले गएर बसिदिनु हुनेछ। फेरि उहाँलाई दुःख दिनेछौँ फेरि पछि पनि गीत गाउनका लागि। र त्यस पछाडि अहिले तपाईँको बिचमा म केही कुरा जानकारी गराउँ। यो वचनको बेला कृपा गरेर तपाईँ कोही पनि बाहिर भित्र नगरिदिनुहोस्। उहाँ टियुजी अनुग्रहको संस्थापक हुनुहुन्छ र अहिले यो 7 बाटोमा यो विवाह भएको छ र दुलाल र दुली बहिनी चाहिँ कोटेश्वर टियुजी मण्डलीका हुनुहुन्छ। त्यस कारणले हाम्रो आदरणीय पास्टर दाजुले आएर अहिले वचनलाई सेयर गर्नुहुनेछ। हुन्छ दाजु आउनुहोस्, हामी सबैले ताली बजाउँ। हुन्छ, सबैलाई जय मसीह, नमस्कार। अनि अघि नै कति साथीहरूले के भने मलाई त अलि आउँदैन, मेरो आफ्नै भाषामा पनि नम्स्याउ मात्रै भन्न जान्दछु, त्यो पनि सिकेको। पछि दाजुहरूले अनि दिदी बहिनीहरूले यसो हुनुपर्छ भनेर मलाई त्यति थाहा थियो र म आज एकदमै खुसी र आनन्दित भएको छु तपाईँहरूको बिचमा यो वचन दिनका लागि। पास्टर विक्रम सुनवारले मलाई मौका दिनुभएको छ र परमेश्वरको वचन बाइबल यसाया 34:16 पदमा स्पष्ट लेखिएको छ कि संसारमा मानिसहरू हरेक अनि प्रत्येकको लागि पनि परमेश्वरले जोडी मिलाइदिनुहुन्छ। र यो कुरा भन्दाखेरि तपाईँहरूले भन्नु होला कि खोइ त्यो फलाना र फलानीको लागि त मिलेको छैन भनेर, अथवा तिनीहरूलाई त जोडी रहेनछ भन्ने कहीँ देख्नु भएको छ भने पनि हुनसक्छ त्यो चाहिँ प्रयास नगरेर मात्रै हो। सुन्नु होला, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरौँ। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो र उनीहरूले खोजेको परमेश्वर भेटेपछि उनीहरू सन्तुष्टि हुन्छ, आशिषमा पुग्छ। बाइबल पढेपछि सबै श्रापहरू मेटिन्छ। बाइबल पढेपछि मानिसहरूले साँचो परमेश्वरलाई भेट गर्छन्। र आज यो दुईजना दुला र दुलीले पनि येशूलाई भेटेको कारण आज यो पवित्र विवाहमा उहाँहरू गाँसिन आउनु भएको छ। र उहाँहरूलाई हामीले अस्ति मगनीको दिन सोध्यौँ। आज पनि हाम्रो पास्टरले, विवाह दिने पास्टरले उहाँहरूलाई प्रश्नहरू सोध्नुहुन्छ। यस पवित्र विवाहमा आमन्त्रित विभिन्न राजनीतिक दल तहका विशिष्ट जनहरू अनि मण्डलीहरू अनि आफन्त दुला अनि दुलै पक्षका आफन्तजनहरू, यहाँहरू सबैजना आशिष, शुभेच्छा, शुभकामना दिन पाउनुभएकोमा हामी भारी धन्यवाद अनि सम्मान गर्दछु। यहाँहरूलाई अभिवादन। दुलैकी साथी हाम्रो सरिता खड्का, यो मण्डलीको युनिटी डाइभर्सिटी यसलाई हामी मान्यता दिन्छौँ। र यसरी अहिले म अनुरोध गर्छु, यहाँहरू उभिनुको लागि अनुरोध गर्न चाहन्छु र चारैजना उभिनुहोस्। रीता देवी सुनवारलाई यस पुरुष अथवा पुष्कर सुनवारसँग विवाह हुनको निम्ति तपाईँले दिन आउनुभएको छ र तपाईँले आजले दिनुहुन्छ भने यसरी छोरीको हात तपाईँको हुनेवाला ज्वाइँ पुष्कर सुनवारको हातमा थमाउनु अनुरोध गर्दछु। छोरीको एउटा हात, दाहिने हात
हाम्रो पुष्कर भाइको हातमा समाइदिनुहोस् छोरीको हात दाहिने हात छ ल ताली बजाउनुहोस्। बोल्दै जाँदाखेरि म जनसमुदायलाई प्रश्न गर्न चाहन्छु। पवित्र विधि अनुसार पवित्र विवाहको बन्धनमा प्रवेश गर्न अघि यस विवाहको बन्धनमा प्रवेश हुन नमिल्ने वा नसक्ने कुनै कारण छ भने अहिले नै बोल्नुहोस्। हुन्छ, यसको अर्थ यहाँ सबैले यसलाई स्वीकार्नु भएको छ, सहमति दिनुभएको छ। छैन भने सधैँको लागि चुप रहनुहोस्। भाइ, के तपाईँ यस कन्यालाई परमेश्वरको पवित्र विधि अनुसार विवाह गरी एकसाथ रहनलाई विवाहिता पत्नी बनाउन चाहनुहुन्छ? म तयार छु। के दुःखमा सुखमा रोजी निरोगी अवस्थामा प्रशस्तमा गरिबीमा हाँसोमा अनि रोदनमा सबैजना यस जीवनमा बाँचुन्जेल सबै समयसम्मलाई सबै कुरा त्यागेर केवल यिनलाई मात्र प्रेम सुरक्षा आदर र सान्त्वना दिने सहयोगी बन्न रहनुहुनेछ? सुन्नुभयो? ध्यान दिएर सुनेको छ। के तपाईँ यस पुरुषलाई परमेश्वरको पवित्र विधि अनुसार विवाह गरी एकसाथ रहनलाई विवाहिता पति बनाउन चाहनुहुन्छ? चाहन्छु। हात मिलाउनुहोस्। अलिक मिलेन, अब चाहिँ मिला। तर धेरै कसेर पनि नसमाउनु होला। मैले यो पछि मात्र थाहा पाएँ। आज हाम्रो उपन्यायाधीश हाम्रा विश्व सुनारले अहिले वेलकम गर्नुहुँदाखेरि उहाँको 11 गतिको सम्झना आएर भनेर रहनु भएको छैन होला सायद। फेरि कसेर पनि नसमाउनु, तर नखुसियोस् है। हुन्छ, आफ्नो करार आफ्नो दुलैप्रति पढेर सुनाउनुहोस्। म पुष्कर सुनवार तिमी रीता देवी सुनवारलाई आजदेखि उसो दुःखमा सुखमा प्रशस्ततामा गरिबीमा रोगीमा बिरामीमा निरोगीमा अवस्थामा सबै परिस्थितिमा मृत्युले नगालेसम्म अलग नगरेसम्म प्रेम सान्त्वना र सुरक्षा दिँदै परमेश्वरको पवित्र विधि अनुसार मेरो एक मात्र विवाहित पत्नी हुनलाई पत्नी हुनलाई स्वीकार गर्दछु। मेरो सम्पूर्ण प्रेम तिमीलाई नै आजदेखि दिन्छु। हुन्छ, धन्यवाद। सबैले ताली बजाउनुहोस्। अब पालो छ हाम्रो बिचमा हाम्रो दुलै नानी रीता सुनारले आफ्नो करार यसरी पढेर सुनाउनुहुन्छ। आजदेखि उसो दुःखमा सुखमा प्रशस्तमा गरिबीमा रोग बिमारीमा निरोगी अवस्थामा सबै परिस्थितिमा मृत्युले नपरे तापनि नपारेसम्म प्रेम आदर र सेवा गर्दै परमेश्वरको पवित्र विधि अनुसार तपाईलाई मेरो एकमात्र विवाहिता पतिको हुनलाई स्वीकार गर्दछु। मेरो सम्पूर्ण प्रेम तपाईलाई नै दिनेछु। हुन्छ, हामी ताली बजाउनेछौँ। कहिलेकाहीँ अलिकता साट्नुहोस्। दुलहीको दुलालाई दुलहीको कोही बेला केही हुन आँट्दाखेरि देखिस् भन्नुपर्छ, हेर त भन्नुपर्छ है, हराउला। साह्रै जतन गरेर ल्याउनु भएको छ, सायद सुपर ग्लु पर टाँसेर ल्याएको हो कि। हुन्छ, यो सुनले के सङ्केत गर्छ? हामीहरूको बिचमा इटर्निटी, प्युरिटी, ड्युरेबिलिटी
र प्रमिस जीवित परमेश्वर आज यो तपाईँको छोरा दुला पुष्कल सुनवरले तपाईँकी छोरी रीता देवी सुनवरलाई आज श्रीमतीको रूपमा अनि यसरी आफ्नो प्रेमको प्रतिज्ञा अनि अनन्तको प्रेमको रूपमा प्रेम गर्दछु भने यो चिन्हको रूपमा आज दिन चाहनुहुन्छ। आशिष दिनुहोस् येशू प्रभु तपाईँको नाममा। बिस्तार दुलैको बायाँ हातको साइली औँलामा लगाइदिनुहोस्। बिस्तार गर्नुहोस्, उनीमा तारिनुहोस्। फोटो सेसन हुँदैछ, ताली बजाउनुहोस्। ठिक छ हुँदैछ उहाँले र अहिले हस्तान्तरण गर्नको लागि म उहाँलाई अनुरोध गर्दछु। दुली तपाईँले लिनुहोस् पैसा ल ताली बजाउनु। येशू तपाईँको ल अहिले दुला नानी तपाईँले बिस्तार दुलाको बायाँको साइली औँलामा लगाइदिनु अनुरोध गर्दछु। ल दिनुहोस् आफ्नो हात। सबैले ताली दिन सक्नुहुन्छ। तपाईँको हात समाउनुहोस्, अझै चाहिँ हात मिलाउनुहोस्। ल तपाईँहरूको मलाई तपाईँको हृदयमा बोल्न दिनुहोस्। तपाईँहरूले आफ्नो विवाहित जीवनमा आनन्दको आशा राख्नुहुँदा एक अर्कासँग गरिएका यी शपथहरूमा सच्चा हुनुहोस् अनि म तपाईँहरू दुवैलाई आज्ञा गर्दछु। यस दिनदेखि आफ्नो विवाहमा गहन जिम्मेवारीहरू सहित तपाईँहरूले नयाँ जीवन सुरु गर्नुहोस्। दुलाभाइलाई पुष्कल सुनवरले दुलैको घुम्टो बिस्तार खोलेर यसो मुस्कान दिएर हेर्नु होला है त। पुरा हेर्नु नखोल्नुहोस् उता। जुन कार्यको परमेश्वर स्वयं र तपाईँहरू गवाई हुनुहुन्छ। यहाँ यी दुवैले एक दोस्रोसँग करार बाँधेका छन् र औँठी लगाइदिएर हातमा हात समातेर हाम्रो अगाडि घोषणा गरेका छन्। त्यसैले ख्रिस्टको मण्डलीले सुम्पेको अधिकारद्वारा परमेश्वर पिता, पुत्र र पवित्र आत्माको नाममा आजदेखि यी दुवैलाई पति र पत्नी भनी घोषणा गर्दछु, जसलाई परमेश्वरले एकसाथ जोड्नुभयो, कुनै मानिसले नछुटाउनुहोस्। र हाम्रो सिनियर पास्टर अनि दुला पक्षको हाम्रो एकजना जो पास्टर हुनुभएछ, कृपया गरी अगाडि आइदिनुहोस्। अनि यहाँ दुईजना आम्ने सामने फर्किनुहोस्। यता आम्ने सामने फर्किनुहोस्। अनुरोध छ। अनि रीतालाई यो पवित्र विवाहमा बाध्नु भएको छ। उहाँहरूले एकले अर्कालाई प्रेम गरेको चिनो औँठीको साथमा यो पवित्र विवाह गर्नुभएको छ। आशिष दिनुहोस्, आशिष दिनुहोस्। तपाईँले जसरी त्यो आदमलाई अनि हव्वालाई आशिष दिनुभयो, तिमीहरू फल्दै फुल्दै बढ्दै प्रशस्त हुँदै जाओ भन्नुभयो र तपाईँले भन्नुभयो तिमीहरूले पृथ्वीमाथि अधिकार गर। साँच्चै नै प्रभुजी, आज यो श्रीमान पुष्कल अनि श्रीमती रीता दुवैजनालाई यो संसारमा, यो पृथ्वीमा अगाडि बढ्दै अधिकार गर्दै
जारालाई सहायता तपाईँको नाम हुन्छ आदरणीय दाजुलाई धन्यवाद। हुन्छ बिस्तारै उठ्नुहोस् होला दुलै नानी। पुष्कल सुनवार र श्रीमती रीता देवी सुनवारलाई तपाईँहरूको समीपमा पेश गर्दछु। नयाँ दम्पतिलाई बधाई। अब प्रमाणपत्रमा हस्ताक्षर गर्नेछौँ। हामीहरूको मण्डलीले दिने प्रमाणपत्र छ अनि लेखे कि त देख्यो भने उखानै छ। दुलै नानी रीता देवी बिस्तारै आउनुहोस्। दुलै पक्षको हाम्रो काका छोराछोरीको बिहे भयो भनेर अहिले पढेर यहाँको बिचमा सुनाइदिनेछु। परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ प्रमाणपत्र श्री धर्मबहादुर सुनवार सुपुत्र उमाकुण्ड गाउँपालिका 7 शिखरको रामेछाप बस्ने वर्ष 27 का टिओजी कोटेश्वर मण्डलीका सदस्य श्री पुष्कल सुनवारको स्वर्गीय दिलीप कुमार सुनवार सुपुत्री खिजी देम्बा 3 ओखलढुङ्गा बस्ने वर्ष 24 की टिओजी कोटेश्वर मण्डली की सदस्य सुश्री रीता देवी सुनवारसँग ख्रिस्टीय विधि अनुसार पवित्र विवाह सुसम्पन्न भएको हुनाले आज मिति 2075-05-11 गतेका दिन यो विवाह प्रमाणपत्र प्रदान गर्न अहिले हामी यो विवाह कार्यक्रमको अन्तिममा आइसकेका छौँ र अहिले एउटा गीत छ। सबैजनालाई धन्यवाद। हामीले यो कार्यक्रमको लगभग अन्तमै आइसकेका छौँ। यो समापन विवाह समारोह त लगभग भइसकेको छ। अब हामी एकदमै अन्तमा आइसकेका छौँ र यो कुरालाई सम्मान गर्दै हामी सम्पूर्ण यो टिओजी मण्डलीका जति मेम्बर साथीहरू हामी सल्लाह गरेर तपाईँहरूको सम्पूर्णको एउटा साथ दिनुभएको यो कार्यक्रममा हामीले अत्यन्तै शान्तका साथ हामीले सुसम्पन्न गर्न पाएका छौँ। यसको लागि हामी सम्पूर्ण हृदयदेखि आभार प्रकट गर्दछौँ र यस विषयमा हामी योसम्म तपाईँहरूले एकदमै धैर्य धारण गरिदिनु भएर हाम्रो जो पुष्कल भाइ र रीता
नानीको जो यो पवित्र विवाहमा जति पनि आमन्त्रित मित्रवर्गहरू आफन्त नातागोता छरछिमेकी दाजुभाइ दिदीबहिनी आएर यो ठाउँमा शोभा बढाइदिनु भयो त्यसको लागि विशेष धन्यवाद प्रकट गर्न चाहन्छौँ। जो रामगढ हाम्रो रामगढ पिएचसी स्वास्थ्य केन्द्रबाट जति मित्रहरू आउनुभएको थियो र उहाँहरूले पनि यस कार्यक्रममा उपस्थित भएर जति शोभा बढाइदिनु भयो एउटा गवाही गर्ने अवसर उहाँले पाउनुभएको छ त्यसको लागि पनि उहाँलाई विशेष धन्यवाद। जस्तै हाम्रो हिजो यो हाम्रो ठाउँ बनाउन लागि जति मित्रहरू आउनुभएको थियो आफ्नो आफ्नो ठाउँबाट उहाँले हामीलाई यो कार्यक्रम गर्नको लागि विशेष सहयोग गर्नुभएको थियो र यो सहयोगको लागि पनि हामी हृदयदेखि नै आभार प्रकट गर्दछौँ उहाँहरूलाई। र फेरि अर्को हाम्रो जो सङ्गीत झुन्ड भाइ बहिनीहरूले हामीलाई एकदमै मिठो करस गीतहरू गाएर यस ठाउँमा अझ यो वैवाहिक कार्यक्रममा उहाँले एउटा पवित्र विवाहमा उहाँले एकदमै शोभा बढाउनु भयो मिठो गीतहरू गाएर त्यसको लागि पनि हामी विशेष धन्यवाद प्रकट गर्दछौँ। यसै गरिकन यस विवाह कार्यक्रममा सफल पार्नको लागि विशेष भूमिका निर्वाह गर्ने हाम्रो बाहिरदेखि भित्रसम्मका जति पनि हाम्रो मित्रहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामी विशेष धन्यवाद दिँदछौँ। र अर्को फेरि हामी भन्दछौँ दुलहा पक्षका जति पनि मित्रहरू आउनुभएको छ दाजुभाइ दिदीबहिनीहरू एउटा जिम्मेवारी लिएर उहाँहरूले यस ठाउँमा आएर अहम भूमिका निर्वाह गरेर हामी सबैलाई सहयोग गरिदिनु भएको छ र त्यसको लागि पनि हामी साँच्चै हृदयदेखि नै आभार प्रकट गर्दछौँ। र फेरि अर्कोतर्फमा जान्छु हाम्रो यो वृत्ति भोजको लागि हाम्रो किचन डिपार्टमेन्ट साथीहरू मित्रहरूले हाम्रो लागि केही भोज तयार गर्नुभएको छ र उहाँहरूले पनि एकदमै यो समय यो कठिन स्थितिमा पनि उहाँले एकदम हताशका साथ काम गरिराख्नु भएको छ र हामी त्यो अन्तमा ग्रहण गर्नेछौँ र उहाँले जो तयारी गर्नुभएको छ यो पालहरू बनाउन विभिन्न किसिमका कामहरू गर्नुभएको छ र उहाँहरूको लागि पनि हामी विशेष धन्यवाद प्रकट गर्न चाहन्छौँ। र अन्तमा हाम्रो दुलहा दुलहीलाई जो उहाँहरूको जीवन सुखमय रहोस् हामीले यो समाज भेला भएर उहाँहरूको जीवनमा एउटा निर्णय दिने हाम्रो अवसरमा हामीलाई सामेल गराइदिनु भएको छ। हामी सबैले उहाँलाई बधाईका साथ मुरी धन्यवाद दिँदछौँ। र हाम्रो परिवारबाट तपाईँहरू सबैले यसरी समय दिनुभयो एउटा अमूल्य समय तपाईँहरूले हाम्रो निम्ति यो जुटाइदिनु भएको लागि हामी सपरिवार सम्पूर्ण तपाईँहरूलाई हृदयदेखि नै आभार प्रकट गर्दछौँ। धन्यवाद। धन्यवाद दिन्छौँ ताकि धन्यवादको शब्दहरू उहाँले दिएर जानुभएको छ। र यदि भक्तपुरका पास्टर रेभरेन्ड मित्र सुनवारलाई हामी अगाडि बोलाउँदैछौँ र उहाँले समर्पणको प्रार्थनामा आशिषको प्रार्थना उहाँले गरिदिनु हुनेछ। त्यस पछाडि पनि केही सूचना छ अनि त्यस पछाडि हाम्रो प्रतिबद्धमा हामी प्रवेश गर्नेछौँ। हुन्छ विशेष आजको विवाह बन्धनमा बाँधिनुभएका नवदम्पति दुलहा दुलहीलाई हामी बधाई दिन चाहन्छौँ र परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ र उहाँहरू एउटै शरीर हुनुभएको छ। आउने दिनहरूमा परमेश्वरलाई मण्डलीलाई अनि उचाल्नको निम्ति एउटा परमेश्वरले जुन असल परिवारको रूपमा स्थापित गर्नुभएको छ र आउनुहोस् हामी आशिषको प्रार्थना गरौँ। महान परमेश्वर पिता बाबु हामी तपाईँलाई यस समयमा फेरि पनि धन्यवाद गर्दछौँ। तपाईँ परमेश्वर कति असल हुनुहुन्छ। मानिस जातिलाई तपाईँ परमेश्वरले सृष्टि गर्नुहुँदाखेरि नै आफ्नै स्वरूप अनि आफ्नै प्रतिरूपमा बनाउनु भयो अनि तपाईँ परमेश्वरले नर र नारी गरेर बनाउनु भयो। अनि जसरी तपाईँ परमेश्वर आजको यो दिनमा आजको दुलहा अनि दुलहीलाई तपाईँ परमेश्वरले सृष्टि गर्नुहुँदाखेरि नै उहाँहरूलाई एकअर्काको निम्ति तपाईँ परमेश्वरले सृष्टि गर्नुभयो। एउटा समयको पूर्णतामा जसरी उहाँ तपाईँ परमेश्वरको योजनामा उहाँहरू दुवैजना यो वैवाहिक बन्धनमा बाँधिनु भएको छ। र प्रभु हामी प्रार्थना गर्छौँ तपाईँ परमेश्वरको वचनको आज्ञा र प्रतिज्ञा अनुसार जसरी उहाँहरू आज एकसाथ एउटै हुनुभएको छ र आउने दिनहरूमा मृत्युले नछुटाएसम्म अरू कुनै पनि कुराले नछुटाएसम्म तपाईँ परमेश्वरको महिमा गर्नलाई तपाईँ ख्रिस्टलाई उचाल्नलाई तपाईँको मण्डलीलाई उचाल्नलाई अनि समाजमा
एउटा असल अनि आदरयोग्य परिवार भएर एउटा समाजमा तपाईँ परमेश्वरको साक्षी अनि गवाही हुनलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। प्रभु हामी प्रार्थना गर्छौँ आउने दिनहरूमा तपाईँ परमेश्वरको आशिष अनुग्रह कृपा उहाँको जीवनमा परिवारमा निरन्तर रूपमा रहेको होस् भन्ने प्रार्थना गर्दछौँ। धन्यवाद परमेश्वर, आजको यो सम्पूर्ण पवित्र विवाहमा सुरुदेखि अन्तसम्म तपाईँ प्रभुको उपस्थिति र तपाईँ परमेश्वरको निगाह तपाईँले दिनुभयो। जसरी तपाईँ प्रभु यीशु काना नगरको विवाह उत्सवमा तपाईँ स्वयं उपस्थित हुनुभयो अनि आज यसरी प्रभु आजको यो विवाहमा पनि तपाईँको उपस्थितिद्वारा तपाईँ परमेश्वर आफ्नो महिमा लिनुभएको छ र तपाईँ परमेश्वरले आशिष दिनुहोस् भन्ने प्रार्थना गर्दछौँ। धन्यवाद प्रभु, अनि आजको दुलहा अनि दुलहीलाई हामी तपाईँ प्रभुको हातमा समर्पण गर्दछौँ। आउने दिनहरूमा तपाईँ परमप्रभु परमेश्वरको निगाहमा निरन्तर बढ्दै जानलाई सहायता गर्नुहोस्। धन्यवाद प्रभु, हामी सबैजना जतिजना यस ठाउँमा यो विवाहमा उपस्थित भएर हामी एउटा साक्षी भएका छौँ र प्रभु उहाँलाई हामीले जुन प्रकारले एउटा गवाही भएर हामी यस ठाउँमा उपस्थित भएका छौँ र प्रभु हामी सबैजनालाई आशिष दिलाउनु भएको लागि हामी धन्यवाद चाहन्छौँ। तपाईँ प्रभुको आशिष अनि अनुग्रह कृपा हामी तपाईँ प्रभुसँग माग्दछौँ। अब परमेश्वर पिताको प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको सङ्गति अनि सहभागिता तपाईँ ख्रीष्ट येशू प्रभुको दोस्रो आगमन नौजेलसम्म विशेष गरिकन आजको दम्पतिको जीवनमा अनि मण्डलीमा परिवारमा उहाँहरूको सबै आफन्तहरूमा सदा सर्वदा तपाईँ येशू प्रभुको आशिष रहेको होस् भनी आशिष माग्दछौँ तपाईँ जीवित येशू प्रभुको नाम, आमेन। हुन्छ। अहिले हाम्रो भाइ बहिनी बस्न सक्नुहुनेछ र अरू हामी पाहुनाहरू पनि बस्न सक्नेछौँ र अहिले यति बेला सबै आफ्नो ठाउँमा रहनेछौँ।
Blessed be your name in the land that is plentiful, where your streams of abundance flow. Blessed be your name, I'm found in the desert place. Though I walk through the wilderness, blessed be your name. Every blessing you pour out, I'll turn back to praise. And when the darkness closes in, Lord, still I will say, blessed be the name of the Lord. Blessed be your name. Blessed be the name of the Lord. Blessed be your glorious name. Blessed be your name when the sun's shining down on me, when the world's all as it should be. Blessed be your name. Blessed be your name on the road marked with suffering, though there's pain in the offering. Blessed be your name. Every blessing you pour out, I'll turn back to praise. When the darkness closes in, Lord, still
be the name of the Lord. Blessed be your name. Blessed be the name of the Lord. Blessed be your glorious name. You give and take away. You give and take away. My heart will choose to say, Lord, blessed be your name. Every blessing you pour out, I turn back to praise. When the darkness closes in, Lord, still I'm gonna say, blessed be the name of the Lord. Blessed be your name, Jesus. Blessed be the name of the Lord. Blessed be your glorious name. Blessed be the name.